हेलो नमस्ते गुड मर्निङ सबैजनालाई वेलकम टु माई न्यू ब्लग। फेरि पनि तपाईँहरूलाई हाम्रो बिरु चामलिङ राई युट्युब च्यानलमा स्वागत छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदम फिट एन्ड फाइन छौँ हो। अहिले चाहिँ हामी बिहान बिहानै यहाँ भिडियो बनाउँदैछौँ टक्कैसँगले होइन। सबैजनालाई दीपावलीको धेरै धेरै शुभकामना तिहारको होइन। आज चाहिँ तपाईँको के हो? आज कुकुर तिहार होइन। आज चाहिँ तपाईँको कुकुर तिहार होइन। भोलि चाहिँ औँसी हो अनि भोलि चाहिँ देउसी भैली खेल्ने दिन। जति पनि देश विदेशमा छरेर बस्नुभएको नेपाली दाजुभाइ सबैजनालाई दीपावलीको धेरै धेरै शुभकामना हामीबाट होइन। अब चाहिँ भने साथीहरू म चाहिँ किचनतर्फ जाँदैछु टक्कसँगले। आजको वेदर देख्न सक्नुहुन्छ, दामी घाम लागिरहेछ हो। यहाँनिर चाहिँ किचनमा चाहिँ के हुँदैछ भने चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ, हाम्रो दिदी भेनाले चाहिँ खाना खानु हुँदो रहेछ। भेना के भन्नु आज अब बिहानको खाना खाइसक्यो भर्खर, यही भन्नु छ। आज मर्निङको खाना हाम्रो दिदी भेनाले चाहिँ खाइसक्नु भयो हो। मासु खानु हुँदैन दिदी भेनाले चाहिँ। हाम्रो नानाले के भन्नु चाहनुहुन्छ? नाना के भन्दिनँ, नाना अलिक बिमारी छ कि, नाना अलिक बिमारी हुनुहुन्छ हो। अनि यहाँ चाहिँ हाम्रो मम्मी तपाईँहरू देख्न सक्नुहुन्छ। मम्मी यता हेरेर के भनिदिनुहोस् न। के भन्नु हो मैले? अनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम यो चाहिँ सुँगुरको मासु हो। हिजो ल्याएको थियो यहाँ पर हाम्रो गाउँमा चाहिँ काटेको थियो अनि हिजो आधी खायो आधी खिराएको छ। अनि यहाँ हाम्रो जेठा दाजुले चाहिँ के गर्नु हुँदैछ हौ दाजु? दाजुले चाहिँ यहाँनिर सुँगुरको खुट्टा त्यो बनाउनुको लागि चाहिँ एकदम प्रिपेयर गरेर यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले हो। मसला चाहिँ रेडी गरिसक्नु भएछ। दाजु सुँगुर खुट्टा कहाँ काटेर कहाँ राख्नुभयो तपाईँले? के देखेन त यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ सुँगुरको खुट्टा हो। यो चाहिँ एकदम लोकल चिकन अरे। यो चाहिँ लोकल एकदम सुँगुरको खुट्टा चाहिँ एकदम काटेर रेडी गरिसक्नु भएको छ हाम्रो जेठा दाजुले चाहिँ हो। यो चाहिँ हाम्रो दाजुले बनाउनु अरे बुबुले टक्कैसँगले चाहिँ हेर्दै गर्नु होला। यहाँ पनि छ मासु चाहिँ हो। यहाँ चाहिँ हाम्रो नानी पनि उठिसकेछ, हाम्रो छोरा बिहान। भाइ यहाँ हेर्नुहोस् त। हेलो नमस्ते भन्नु नि भाइ। नमस्ते गरेको खोइ। भाइ 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 बेसी नलाउनु न। उनीहरूलाई पनि माम दिनुहोस् न। कुकुरलाई माला लगाइदिनु पर्ने हाम्रो डगीलाई। यहाँ चाहिँ दुईजनाले खाना खाँदैछ हाम्रो। हजुर यहाँ चाहिँ रेडी हुँदैछ साथीहरू हो। टक्कैसँगले चाहिँ अब एकदम हाम्रो दाजुले चाहिँ लोकल पारामा चाहिँ बनाउनु हुने अरे हो। बनाउनु हुँदैछ हाम्रो दाजुले चाहिँ यति बनाउनु हुन्छ है साथीहरू, एकदम कुकरमा हो। सुँगुर ठुलो थियो कि है दाजु? कसैले छैन खुट्टाहरू त ठुलो थियो जस्तो लागेको। झनै छ 1 क्विन्टल।
ओए फुच्चीहरू खाना खानु बोलिकन पानी खाने आमा नानीले पानी खाने अरे ब्याङले अलिकति पानी दिनुहोस् त अर्कै अरे पानी खाने भन्दा चाहिँ सब्जी अघि दिनु एकछिन भुटिन्छ हो भोलि आमा के हो भोलि उयो हो लक्ष्मी पूजा आमा लक्ष्मी पूजा हो भोलि अन्त आज भन्दै थियो कतिले त होइन भोलि हो भोलि आजको छुट्टी आजको छुट्टीहरू चाहिँ नुन त कम्ती कम्ती नै हाल्नुहोस् न भाइ भएर लाउँदा हुन्छ नि आमा हेर मुखमा अति नटी हालेकोमा हालेको ल छैन माम हालिदिउँ माम हालिदिउँ यो मासु चाहिँ आमा उयो पर्सीको लागि राख्नुपर्छ ल भाइटिकाको दिन भाइटिकामा चाहिँ मजाले अब मासु पाउँदैन हो राम्रो रहेछ मासुको त त्यो लगाइदिइहाल्नुहोस् न दाजु कहाँ उता राख्नु भएको मसिन गिटार लाउनु पऱ्यो मेरो वाइफले चाहिँ मासु खाँदैन हो त्यो भएर उसको लागि चाहिँ एक्स्ट्रा सब्जी मासु खानु छोडिहाल्यो हो पहिला चाहिँ मजाले खान्थ्यो अहिले चाहिँ के भएर छोड्नु भएको कारण के हो खास चाहिँ भनिदिनुहोस् कारण बिमार हुन्छ त्यही भएर बिसाउँछ त्यही भएर नखाएको अहिले चाहिँ पहिला त पुरा मन पराउँथ्यो त पहिला मन तपाईँले पराउँथ्यो अब खाँदिनँ नि तपाईँ आएपछि पर्क मिट पनि मन पराउँथ्यो सुँगुरको मासु लाङ्सेहरू पुरा खान्थ्यो होइन अहिले चाहिँ सबै छोडेर अहिले भेजिटेरियन भएको छ अहिले चाहिँ यस्तो छ उसको चाहिँ पारा चाहिँ हाम्रो नाना चाहिँ उहाँबाट सुतिरहनु भएको छ अलिक बिमार हुनुहुन्छ हो कस्तो दामी फुलेको यो फुल चाहिँ आइसाला लु दुईजना देउसी खेल त देउसी खेल्ने यो पल्ला खाएपछि त कमसेकम थाहा बागतिर राख्नु नि हौ यहाँ हाम्रो भेनाले पनि मासु खानु हुँदैन हो पहिला चाहिँ खानुहुन्थ्यो अहिले खानु छोड्नु भयो त है भेना के भएर छोड्नु भएको खासै तपाईँले भुँडी देखेर भेनाले खानु हुँदैन यता वाइफले पनि खाँदैन हो मेरो हामी मासु खाने भनेको चाहिँ यता हाम्रो बुबु म कति पनि छैन ए उयो दाल लाउनु भएको दाजुले यो लाउनु पर्छ अरे अनि मात्रै माडा आउँछ अरे शान्ति त्यतिको दाल लगाएछ नि त दाजुले सुँगुरको खुट्टामा चाहिँ कसरी दाल राम्रो हुन्छ अब त्यो लाएर सोध्नु त मजाले चल उयो भएपछि चाहिँ भरे हाम्रो डगी चाहिँ यहाँ बाहिर बसिरहेको छ माला लगाइदिनुपर्छ यसलाई ल साथीहरू यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ हो यो चाहिँ एकदम अर्ग्यानिक सब्जी यो चाहिँ उता माङसिलाबाट चाहिँ बहिनी जहिले पठाइदिएको हो दामी रहेछ त है बहिनी जहिले पठाइदिएको रहेछ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ हो इस्कुस पनि पठाइदिएछ सब्जी लेकको इस्कुस इस्कुसहरू पुरा फल्छ क्या है यो चाहिँ दामी रहेछ हौ लेकमा चाहिँ दामी पर्छ इस्कुस
अर्ग्यानिक फेरि मेरो लिएर आछ यो चाहिँ बहिनी जहिले पठाइदिएको साथीहरू यो चाहिँ मङ्सिलाबाट माथि नर्थ सिक्किमबाट पठाइदिएको रहेछ हो सब्जीहरू पठाइदिएछ हाम्रो आमाले चाहिँ यहाँनिर घर लिप्नु हुँदैछ हो भोलि चाहिँ लक्ष्मी पूजा हो त्यो भएर आज चाहिँ आमाले यहाँनिर लिप्नु हुँदैछ भोलि पनि लिप्नुपर्छ है आमा सब्जी छ कि खाना बनाउनु पर्छ होला अलिकति मैले पनि खाएको छुइनँ मस्का राख्नु र फुकर इस्कुस पुरा फल्छ क्या लेकमा त है लेकबाट पठाइदिएको साथीहरू यो चाहिँ हो मङ्सिला नर्थ सिक्किमबाट पठाइदिएको बहिनी जहिले हो यो चाहिँ दामी रहेछ नि त दामी हुन्छ है जाऊ भाइ भएर जाऊ अलिक टाढो छ ल साथीहरू सबै फ्यामिलीले खाना खाइसक्यो हो अब चाहिँ यहाँ मैले खानु आँटेको यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ टक्कै लाएर यी सुँगुरको खुट्टाको हो यो चाहिँ दाजुले हाम्रो बुबुले बनाउनु भएको यहाँ डल्ले खोर्सानी देख्न सक्नुहुन्छ टक्कैसँगले हो सबै फ्यामिलीले खाइसक्यो अब चाहिँ म खाँदैछु डल्ले खोर्सानी ठेटो भयो नि जाने कलिलो खालको रहेछ